नमस्ते साथीहरु, हाम्रो नेपाली समाज कसैले केही गरेर सफल होस् भन्दा पनि त्यो काममा चाहिँ त्यो असफल होस् भन्ने चाहना चाहिँ सुन्न चाहिँ चाहन्छ। कसैले मेहनत गरेर केही परिश्रम गरिरहेको छ र त्यसले केही गर्न खोजिरहेको हुन्छ भने त्यसमा चाहिँ हामी नेपालीहरु पहिलो कुरा त्यो फेलियर होस् वा त्यसले चाहिँ त्यो काममा असफलता होस् भन्ने कामना हामी गर्न चाहन्छौँ वा सुन्न चाहन्छौँ। त्यो आफन्त होस् वा साथीभाइ होस् अरू जो पनि होस्, तपाईको सफल हुनुभन्दा असफल भएको सुन्न चाहिँ चाहन्छ र प्रेरणा मोटिभेट भनेको त उत्साह गर्ने, तपाईले काम गर्नलाई प्रेरणा दिनेको साटो ऊ असफल भइदिए हुन्थ्यो र सिद्धिए हुन्थ्यो भन्ने कामना चाहिँ हामी नेपालीहरूले पहिला गर्छौँ। तपाईहरूको पनि साथीभाइ वा आफन्तहरूले यस्तो गरिरहेको छ वा तपाईले मेहनत गर्न खोजिरहेको वा केही गर्न चाहना गर्दा पनि नभइरहेको वा तपाईले गर्न नपाइरहेको त छैन। यो नेपाली समाजको कहानी हो। तपाईलाई पहिले काम गर्नुभन्दा पहिले कृतज्ञता दिएको छ है त।